यो तपाईँले जुन मलाई चिसोमा सुन्निन्छ भन्नुभयो नि, आँख्लाहरू सुन्निन्छ भन्नुभयो नि, त्यो आँख्लाहरू सुन्निने चाहिँ हरेकै साल हुन्छ कि चिसोमा कहिले हुन्छ कहिले हुँदैन? जाडो महिनामा सधैँ नै हुन्छ। यो सेतो दुबी भनेको चाहिँ अलिकति आफ्नै शरीरको इम्युनिटीले चाहिँ हाम्रो रङ बनाउने कणहरूलाई चाहिँ ड्यामेज गरेर यो हुने हो। त्यो सँगै कहिलेकाहीँ बाथ रोगहरूको पनि सम्बन्ध हुन्छ कि, त्यही भएर सबै सेतो दुबी पनि एउटै खालको हुँदैन, कारण फरक पनि हुनसक्छ र त्यसलाई उपचार गर्ने तरिका पनि फरक हुन्छ। जस्तो तपाईँले घाउ चोट लाग्न दिन भएन आफ्नो शरीरमा, जहाँ घाउ चोट लाग्यो त्यही ठाउँमा चाहिँ सेतै हुने सम्भावना ज्यादा हुन्छ। जस्तो काइँची लायो खार कनाइदिनु भयो, त्यही ठाउँमा सेतो हुने सम्भावना ज्यादा हुन्छ, किनकि नङले त त्यसलाई चोट पुर्यायो नि त, होइन? अर्को कुरा भनेको तपाईँले रबर प्लास्टिकको सामानहरू प्रयोग गर्न हुँदैन। रबर र प्लास्टिकमा एक किसिमको केमिकल निस्किन्छ, त्यो केमिकलले हाम्रो छालामा रङ दिने जुन सेल्स कोशिका हुन्छ त्यसलाई ड्यामेज गरिदिन्छ। त्यो भएपछि हाम्रो छालाको रङ चाहिँ सेतो हुँदै जाने सम्भावना हुन्छ। अब अरू तपाईँले जस्तो टिका सिका लाउनु भयो भने पनि त्यो चोपहरू टाँसिने हुन्छ नि, त्यस्तो वालाहरू लगाउनु हुँदैन, त्यो ठाउँमा सेतो हुन सक्ने सम्भावना हुन्छ। त्यो टिकाहरू लाउनु भएन, किनकि त्यसबाट पनि एक किसिमको केमिकल, त्यसमा पनि एउटा किसिमको केमिकल हुन्छ जसले चाहिँ छालालाई सेतो बनाउन सक्छ। किनभने तपाईँको छाला पहिल्यैदेखि सेतो हुने खालको छ नि त, रङ छिटो ड्यामेज हुने खालको भएर सेतो भएको हो। रङ ड्यामेज गर्ने कुराहरू तपाईँले प्रयोग गर्नुभयो भने चाहिँ सेतो हुने सम्भावना बढ्दै नै जान्छ है त। यी कुरा चाहिँ तपाईँले उपचार गरे पनि ध्यान दिनुपर्ने हुन्छ। पछि जुत्ता चप्पल लगाउँदा पनि तपाईँले सकेसम्म रबर प्लास्टिकको नलगाउने, कि त कपडाको लगाउनु पर्यो कि त प्योर छालाको लगाउनु पर्यो। यस्तो कुराहरू चाहिँ ध्यान दिनुपर्छ, न त तपाईँको जहाँ त्यो प्लास्टिक रबरले छुइन्छ त्यही ठाउँमा सेतो हुँदै आउन सक्ने सम्भावना चाहिँ एकदम ज्यादा हुन्छ। हामीले चाहिँ अब जस्तो तपाईँलाई यो सँगै थाइरोइड अथवा बाथ अथवा त्यस्तो केही समस्याहरू देखियो भने त्यसलाई पनि सँगै उपचार गर्दै जानुपर्ने हुन्छ। यसलाई मात्रै फोकस गरेर उपचार गरियो भने पनि पूर्ण रूपले काम हुन सक्दैन। त्यसो भए यो दुईटा चाहिँ पहिल्यै गर्नु पर्यो। यो